गाइजी हेर्नुभयो यो सुनधुप देख्नुभयो ल है म टिप्दैछु यसलाई। यो चाहिँ हामी एकदमै हाइटमा आएर टिपेको छौँ यो होइन गाइज। यो निलगिरी हिमालको आसपासमा लगभग निलगिरी हिमाल यही नजिकै छ गाइज। अहिले चाहिँ हुस्सु लाएर देखेको छैन, त्यही भएर मैले अहिले देखाउन सकिनँ। ल हेर्नुहोस् गाइज सुनधुप गाइज यो देख्नुभयो सुनधुप चाहिँ अब हामी घरमा अब भन्छौँ नि अब भूत प्रेत नआओस् भन्नको लागि यसलाई सल्काएर राखिरहने गाइज। यसले चाहिँ राम्रो सेन्ट दिन्छ कि गाइज, सुगन्धित बनाउँछ घरलाई गाइज। ल हेर्ने सुनधुप गाइज त म त टिप्दैछु मजाले गाइज। यो त ल हेर्नु त गाइज पुरै हिमाललाई छेका छ अहिले यो एकदमै चिसो बढेर। ल हेर्नुहोस् अब यो त पाखातिर यार्सागुममा नि पाइन्छ, तर अहिले चाहिँ खोजिसकेकोले खासै पाएको छैन। अहिले हामी चाहिँ सुनधुप अर्थात् घरलाई सुगन्धित बनाउनको लागि यसलाई देख्नुभयो गाइज यस्तो फुल्छ गाइज सुनधुप। सास पनि बढिरहेको छ गाइज, अक्सिजनको कमीले होला अन्त गाइज। मजाले टिपेर लाने यसलाई।